ल साथीहरू गुड इभिनिङ है। ल सर एकैछिन ल ल जतिजना क्लास जोइन गर्नुभएको छ यसो गर्नु होला। एक्टिभ इङ्गेजमेन्ट र जुन हाम्रो सरले सोध्नुहुन्छ अथवा क्वेसन गर्नुहुन्छ अथवा तपाईँले केही डाउट छ भने त्यति बेला नै सोध्नु होला। हामी एक होरो नै भइरहेछौँ कि वान वे कम्युनिकेसन यो अलिकति भएन, हामीले त्यसरी एक्सपेक्ट गरेको थिएनौँ। क्लास हाम्रो 1.5 घन्टा 2 घन्टा जति हुन्छ भने फुल्ली यसमै अलिक प्रिपेयर भएर बसौँ कि एक्टिभ भएर बसौँ। र हिजो क्लासमा हाम्रो दिनसरको क्लासमा उहाँ त फेरि पछि कल गर्नुभएको थियो, साथीहरू त एक्टिभै छैन, के पढाउनु भयो जस्तो लाग्यो कि। अनि दिनेशहरूको क्लास त कति राम्रो छ, बैला सरको क्लास कति राम्रो छ कि, तैपनि तपाईँहरू इङ्गेजमेन्ट एक्टिभ हुँदैन भने अलिकति गाह्रो हुन्छ कि। त्यही भएर प्लिज अनुरोध गर्दछौँ होइन, रेस्पोन्स गरिदिनु होला होइन, टाइममै त्यस्तो वातावरणमै बस्नु होला, घरमै बस्नुहुन्छ होला होइन। कोही ड्युटीमा आउनुहुन्छ भने ठिक छ होइन, नो इस्युज, तर टाइप गर्न त सकिहाल्छ नि होइन। तर सकेसम्म अनम्युट गरेर त आफूलाई त्यसो बोल्दा पनि हुन्छ ल। हुन्छ धन्यवाद त्यति ल बल्लाल सर। ए ल साथीहरू गुड इभिनिङ है। गुड इभिनिङ सर। के छ सन्चै हुनुहुन्छ साथीहरू? ल ठिक छ, यसो परिचय पनि गरेको छैन, कुनै दिन गरौँला। यो नोट मैले हिजो नै पठाइदिएको थिएँ, नोटहरू हेर्नु होला है, कति राम्रोसँग हेर्नु होला होइन। यो राम्रोसँग नोट होइन, हेर्नुभयो यहाँ भएको क्वेसनहरू हेर्नुभयो भने लगभग पुग्छ है। धेरै कुराहरू मैले जति चाहिन्छ लगभग सबै कुराहरू हालिदिएको छु त्यो विभिन्न सोर्सहरूबाट। केही कन्फ्युजिङ भयो भने त्यहाँ मेसेज गर्नु होला ग्रुपमा अथवा मलाई पनि मेसेज गर्दा हुन्छ। यसमा हामीले हिजो यो नेचुरल हिस्ट्री अफ डिजिजको बारेमा पढेको थियो, जसमा आइसबर्ग फेनोमेनन अफ डिजिजको बारेमा छलफल गरेको थियो। Recording in progress. यसमा के छ, नेचुरल हिस्ट्री अफ डिजिज है केलाई भनिन्छ होइन। के भनेको छौँ हामीले, एउटा यस्तो डिजिजको कोर्स हो जसमा चाहिँ बिना ट्रिटमेन्ट अथवा बिना इन्टरभेन्सन छोडिदियो भने त्यो कसरी कसरी होइन, कुन कुन स्टेजेसहरू भएर पास हुने गर्दछ, त्यही नै के हो नेचुरल हिस्ट्री अफ डिजिज हो भनेर हामीले भन्छौँ। त्यसको हामीले 2-3टा पर्सन हुन्छ छलफल गरेको थियौँ। एउटा चाहिँ टिप अफ आइस र अर्को के हुन्छ सबमर्ज पर्सन हुन्छ होइन। टिप अफ आइसले के इन्डिकेट गर्छ, सिम्टोमेटिक डिजिजहरू जुन चाहिँ फिजिसियनको कन्ट्याक्टमा आउँछ। सबमर्ज पर्सनले सिम्टोमेटिक केसेसहरू जुन चाहिँ हाम्रो पब्लिक हेल्थको कन्सर्न हुन्छ होइन, त्यसको चाहिँ के हुन्छ डिलिङ गर्ने गर्दछ। एकछिन थोरै है। ल यो हामीले हिजो छलफल गरेको थियौँ। त्यस्तै यो प्याथोजेनेसिस प्री प्याथोजेनेसिस फेजहरूको बारेमा छलफल गरेको थियौँ। हामीले सर्भाइलेन्सहरूको बारेमा हिजो छलफल गरेको थियो होइन। सर्भाइलेन्स भनेको के हो, यसको कति टाइपको हुन्छ, एक्टिभ पेसिभ र सेन्टिनाइल सर्भाइलेन्सको बारेमा हामी छलफल गरेको थियौँ। त्यस्तै मोनिटरिङ र सर्भाइलेन्समा के फरक हुन्छ होइन, यसको बारेमा हामीले छलफल गरेको थियो। कन्सेप्ट अफ कन्ट्रोल अफ डिजिजहरूको बारेमा छलफल गरेको थियो। यसमा चाहिँ डिजिज कन्ट्रोल के हो,
डिजिज इलिमिनेसन के हो, डिजिज इराडिकेसन के हो होइन, यसको बारेमा हामीले छलफल गरेको थियो। त्यस्तै प्रिभेन्सन अफ डिजिजको बारेमा छलफल गरेको थियो। यसको विभिन्न लेभलहरूको बारेमा हामीले छलफल गरेको थियो। प्रिमोडियल प्रिभेन्सन, प्राइमरी, सेकेन्डरी, टर्सरी र अर्को एउटा क्वार्टेनरी लेभल अफ प्रिभेन्सन होइन को बारेमा हामीले छलफल गरेको थियो। यो चाहिँ नयाँ थपिएको छ। त्यस्तै यसमा के भन्छ, यसको समरी हो होइन, यो सर हेर्नु होला होइन, केही बुझेन भने भन्नु होला। यसलाई समरी बनाएर होइन विभिन्न इक्जाम्पलहरू यो राखेर बनाइदिएको छु। सबै हामीले हिजो छलफल गरेको थियौँ। यो डिआइडिएस डिजिज के हो, इम्पेयरमेन्ट के हो, डिसेबिलिटी के हो, ह्यान्डिक्याप के हो, यसको चाहिँ हामीले एक्जाम्पल सहित छलफल गरेको थियो है। त्यस्तै आइसोलेसन के हो, क्वारेन्टाइन के हो होइन, क्रमहरू कहाँ कहाँबाट आएको हो, के गरिन्छ होइन, यसको बारेमा हामीले हिजो छलफल गरेको थियौँ। ल अब आज हामी यो आजको टपिकमा जान्छौँ। यो हेल्थ एन्ड पब्लिक हेल्थ यो टपिक होइन, हेर्दा सानो छ तर यहाँ धेरै कुराहरू छ है। यो चाहिँ यो धेरै कुराहरू छ होइन। यो हिस्ट्रीदेखि पढ्यो भने धेरै कुराहरू छ, एकदम बात छ होइन। यो जहाँबाट पनि क्वेसनहरू सोध्छ, त्यही भएर सक्दो हामी धेरै कुराहरू यहाँ पढ्ने चाहिँ कोसिस गर्छौँ। धेरै कुराहरू छ यसको हिस्ट्रीहरूदेखि लिएर होइन। यो चाहिँ यो यसको सुरुवात चाहिँ कहाँबाट हुन्छ जेनरली भनिन्छ होइन। यो त विभिन्न ग्रन्थहरूमा पनि लेखेको छ होइन, यो यसको बारेमा होइन, पब्लिक हेल्थको बारेमा, हिस्ट्रीहरूको बारेमा होइन। हामीले यो रामायण महाभारत होइन यसमा त्यस्तै यो पुराणहरूमा पनि लेखेको छ। विभिन्न चाहिँ व्यक्तिहरूको नामदेखि लिएर धेरै कुराहरू त्यहाँ देखाइएको पनि छ। हामी चाहिँ यो यहाँबाट सुरु गर्छौँ, जहाँबाट हामीले एक्जाममा काम लाग्छ, एक्जाममा सोध्ने गर्छ होइन। त्यो कुराहरूमा हामी फोकस गर्छौँ धेरै होइन। यो ग्रिक र रोमन प्र्याक्टिसेस कम्युनिटी के छ होइन, कम्युनिटी सेनिटेसन मेजर्स 500 BC-मा चाहिँ यो चाहिँ ग्रिक र रोमनमा होइन, यो कम्युनिटी सेनिटेसन मेजरहरू प्र्याक्टिस गर्दै आएको चाहिँ यो हिस्ट्रीहरू भेटिन्छ। त्यस्तै यो हिस्ट्रीको कुरा गर्दाखेरि पब्लिक हेल्थ एक्ट योको बारेमा सोध्छ होइन। यो 1848मा यो एडविन च्याडविकले है ल्याएको थियो है। र यो कहाँ ल्याएको थियो, इङ्ल्यान्डमा। सबभन्दा पहिला पब्लिक हेल्थ एक्ट चाहिँ इङ्ल्यान्ड होइन, इङ्ल्यान्डमा ल्याइएको थियो होइन। पब्लिक हेल्थको प्यानियरहरू धेरै के हुन्छ इङ्ल्यान्डबाटै छ होइन, ब्रिटेनहरूबाटै छ होइन। सबभन्दा पहिला 1848मै पब्लिक हेल्थ एक्ट चाहिँ ल्याइएको थियो होइन। हाम्रोमा चाहिँ कहिले आयो, 2075 जनस्वास्थ्य ऐन भनेर आयो, तर यहाँ धेरै पहिला नै यहाँ आइसकेको रहेछ होइन। अब त्यस्तै यहाँ विभिन्न चाहिँ अनरहरू छ होइन, जहाँबाट यो पब्लिक हेल्थको अथवा मेडिसिनको होइन सुरुवात भएको मानिन्छ होइन। दुइटै कम्बाउन्ड नै आउँछ, हिस्ट्री अफ पब्लिक हेल्थ, हिस्ट्री अफ मेडिसिन भन्नु लगभग एउटै कुराहरू छ होइन। फादर अफ मेडिसिन अथवा फर्स्ट ट्रु इपिडेमोलिस्ट है, हिपोक्राटसलाई भन्ने गरिन्छ। नाम सुन्नुभयो होला होइन, फादर अफ मेडिसिन भनेर यसलाई भनिन्छ होइन, हिपोक्रेट्स है। र उहाँलाई नै के भनिन्छ, फर्स्ट ट्रु इपिडेमियोलोजिस्ट भनेर पनि भनिन्छ। र यो के भन्छ होइन, जेनरली मेडिसिनहरूमा होइन, यो मेडिकल फिल्डमा यो चाहिँ यो कोर्स सकिसकेपछि यही हिपोक्रेट्सको नामबाट ओथ लिने गरिन्छ है। लास्टमा जुन शपथ ग्रहण भन्छ नि, त्यही हिपोक्रेटिक ओथ भन्छ होइन, यसैको नामबाट लिने गरिन्छ होइन। मेडिसिनको कोड भनेर पनि यसैलाई मानेर ओथ लिने गरिन्छ है। त्यस्तै यो फादर अफ मोडर्न इपिडेमोलोजी होइन, मोडर्न इपिडेमोलोजी भनेर जन स्नोलाई भनिन्छ भने फादर अफ पब्लिक हेल्थ भनेर कोलेरालाई भनिन्छ। यो पनि एकदम सम्झिनु होला, कोलेरा के हो,
एउटा डिजिज हो, यो मान्छेको नाम होइन है। फादर अफ पब्लिक हेल्थ इज नट अ पर्सन, इट इज अ डिजिज। भेब्रियो कोलेराले लाग्ने डिजिज सुन्नुभएको होला होइन। यो भर्खर अस्ति पनि यो हाम्रो मध्य प्रदेशको वीरगञ्जमा यसको चाहिँ महामारी फैलिएको थियो, त्यही कोलेरा हो, भेब्रियो कोलेरा। र हामीले पढ्ने चाहिँ यो डिसिप्लिनको पिता के हो, एउटा यो चाहिँ यो भाइरस हो है, के भन्छ होइन, भेब्रियो कोलेरा होइन, एउटा ब्याक्टेरिया हो। र यो चाहिँ सबभन्दा पहिला कसले पत्ता लगाएको थियो कोलेरा नामक चाहिँ डिजिज? जोन स्नो है। जोन स्नोले यो चाहिँ इङ्ल्यान्डमा है, इङ्ल्यान्डमा त्यहाँ थेम्स नदी छ, यो चाहिँ इङ्ल्यान्ड चाहिँ थेम्स नदीको किनारमा छ होइन, पनि सम्झिनु होला। जस्तै काठमाडौँ कुन नदीको किनारमा छ भन्दाखेरि कुन हुन्छ, बागमती होइन। त्यस्तै यो इङ्ल्यान्ड थेम्स नदीको किनारमा छ र त्यही नदीको किनारमा एकदम चाहिँ यो कोलेराको केसेसहरू, डायरियल डिजिजहरू एकदम बढी फैलिएको थियो होइन। र त्यो कसरी फैलियो, कहाँबाट फैलियो भनेर यसो चाहिँ पत्ता लगाउँदै जाँदाखेरि यो चाहिँ जोन स्नोले एउटा त्यहाँ ह्यान्ड पम्प थियो, एउटा वेल जस्तै थियो होइन, ह्यान्ड पम्प थियो र त्यहाँको पानी जसले खाइरहेको थियो त्यो सबै मान्छेमा यो कोलेराको चाहिँ के भन्छ सिम्टमहरू देखिएको थियो। र त्यसपछि उहाँले के गर्नुभयो, त्यहाँबाट यो कोलेरालाई यो चाहिँ के भन्छ त्यो ह्यान्ड पम्पलाई बन्द गरिदिनु भयो। त्यो देखाएको छ पिक्चरमा होइन। बन्द गरेपछि त्यहाँबाट जुन पानीहरू सप्लाई हुने थियो त्यो बन्द भयो र त्यसपछि त्यो यही सोर्सबाट यो चाहिँ एउटै सोर्सबाट कोलेरा फैलिएको हो भनेर त्यहीँबाट यो के छैन यो प्रुभ भएको थियो होइन। पोइन्ट सोर्स इपिडेमिक जस्तै होइन, एउटै सोर्सबाट फैलिएको हो भनेर प्रुभ उहाँले नै गर्नुभएको थियो। त्यही भएर उहाँलाई चाहिँ के भन्छ होइन, आफै सर्ने हुन्छ, फादर अफ इपिडेमोलोजी पनि भन्छ अथवा फादर अफ मोडर्न इपिडेमोलोजी पनि भनेर भन्ने गरिन्छ है। यसको डेटहरू त्यति डिटेलमा चाहिँदैन, सोध्दैन। यो जोन स्नोको सोध्छ, कोलेराको सोध्छ होइन। त्यस्तै यो हुँदै हुँदै होइन त्यहाँ विभिन्न डिस्कभरीहरू भयो मेडिसिनमा होइन, विभिन्न पत्ताहरू लाग्यो होइन। र यो पब्लिक हेल्थ र मेडिसिन चाहिँ के भयो, विकास हुँदै गयो। जस्तै फर्स्ट भ्याक्सिन डेभलप, सबभन्दा पहिला चाहिँ भ्याक्सिन लुइस पास्चरले यो भ्याक्सिनको डेभलपमेन्ट गर्नुभएको थियो होइन। सबभन्दा पहिला लुइस पास्चर सम्झिनु होला होइन, उहाँले रेबिज एन्थ्राक्सको भ्याक्सिन चाहिँ डेभलपमेन्ट गर्नुभएको थियो। र यो टर्म भ्याक्सिन, यो भ्याक्सिन टर्म चाहिँ सबभन्दा पहिला उहाँले नै दिनुभएको हो। त्यस्तै फर्स्ट भ्याक्सिन के भन्छ होइन, फर्स्ट भ्याक्सिन डेभलप होइन, सबभन्दा पहिला चाहिँ पहिलो भ्याक्सिन चाहिँ कुन हो, स्मल पक्सको भ्याक्सिन हो, जुन 1796मा एडवर्ड जेनरले डेभलप गर्नुभएको थियो। अनि यो टर्म भ्याक्सिन चाहिँ यो लुइस पास्चरले दिनुभएको छ। र लुइस पास्चरले यो एन्थ्राक्स र रेबिज भ्याक्सिन है, यो दुईटा भ्याक्सिन चाहिँ यो के छैन सुरुमा चाहिँ डेभलप गर्नुभएको थियो है, यो सम्झिनु होला। त यहाँबाट के जेनरली सोध्छ होइन, यो भ्याक्सिन टर्म चाहिँ कसले दिनुभएको छ र फर्स्ट भ्याक्सिन चाहिँ कसले डेभलप गर्नुभएको है, यो सम्झिनु होला। फर्स्ट भ्याक्सिन चाहिँ एडवर्ड जेनरले डेभलप गर्नुभएको जुन स्मल पक्सको भ्याक्सिन हो, 1796मा उहाँले चाहिँ यो डेभलप गर्नुभएको थियो होइन। र यही भ्याक्सिनेसनको कारणले आएर चाहिँ के भयो, स्मल पक्स के भयो, इराडिकेसन भयो। कहिले इराडिकेसन भयो स्मल पक्स, कहिले इराडिकेसन भयो? कमेन्टमा लेख्नु होला साथीहरू। हिजो हामीले छलफल गरेको थियो स्मल पक्स डिजिज चाहिँ यो ग्लोबल इराडिकेसन, संसारबाट कहिले इराडिकेसन भयो? दुई 2015 लेख्नु भएको छ त, 2015 1980 1980 मे 8 है हो, 1980 मे 8 सम्झिनु होला। यो 1796मा स्मल पक्सको भ्याक्सिन चाहिँ यो डेभलप भएपछि यो चल्दै चल्दै के भयो होइन,
यो के भयो होइन, यो इराडिकेसन भयो। र इराडिकेसन हुनुको कारण मध्ये विभिन्न कारण थियो, जस्तै एउटा यसको भ्याक्सिन पायो होइन, यसको त्यस्तो एनिमल क्यारियरहरू थिएन है। त्यस्तै यो भ्याक्सिनेसन टर्म चाहिँ एडवार्ड जेनरले दिनुभएको हो। भ्याक्सिन टर्म चाहिँ लुइस पास्चरले, फर्स्ट भ्याक्सिन डेभलपमेन्ट चाहिँ एडवार्ड जेनरले, र भ्याक्सिनेसन टर्म पनि एडवार्ड जेनरले नै यो दिनुभएको, यति सम्झिनु होला। त्यस्तै फर्स्ट पोलियो भ्याक्सिन यो जोन साल्क है, यो साल्क र सबिन दुई किसिमको चाहिँ भ्याक्सिन हुन्छ। यो साल्क भनेको कस्तो हो, आइपिभी जुन चाहिँ इन्जेक्सन फर्ममा आउँछ है, आइपिभी भ्याक्सिन जुन चाहिँ इन्जेक्सन फर्ममा हुन्छ। र सबिन हुन्छ जुन कुन हुन्छ ओरल फर्ममा हुन्छ है। र यो पोलियोको जोन साल्क होइन, यो डेभलप सबभन्दा पहिला यो साल्क भ्याक्सिन आएको थियो, त्यसपछि सबिन आयो है। त्यस्तै यो डेभलपमेन्ट हुँदाखेरि पेनिसिलिनको आविष्कार भयो होइन, जुन फर्स्ट एन्टिबायोटिक थियो, यसलाई क्विन अफ मेडिसिन पनि भनिन्छ होइन। र यो एलेक्जेन्डर फ्लेमिङले यो चाहिँ डिस्कभर गरेको थियो। त्यस्तै फादर अफ एन्टिसेप्टिक भनेर जोसेफ लिस्टरलाई चिनिन्छ। त्यस्तै जेम्स लिन्ड गेभ द कन्सेप्ट अफ साइट्रस फ्लुइड क्यान प्रिभेन्ट स्कर्बी अर क्युर स्कर्बी है। यो जेम्स लिन्ड एउटा यो साइन्टिस्ट थियो होइन। र यसले चाहिँ यो चाहिँ साइट्रस फ्लुइड अथवा भिटामिन सी को कमी हुन्छ भनेर यो चाहिँ यो पत्ता लगाएको थियो है। र यो पत्ता लगाउने क्रममा यो सीबाट होइन, यो कुनै चाहिँ एउटा चाहिँ कोहर्ट बाहिर गइरहेको थियो होइन। र त्यो कोहर्टमा यो चाहिँ के भयो, स्कर्बी देखियो। र स्कर्बी देखिसकेपछि यो रिसर्च गर्दै जाँदाखेरि त्यहाँ भिटामिन सी को कमी भएको रहेछ। र त्यहीँबाट यो जेम्स लिनले भिटामिन सी को कमीले चाहिँ यो स्कर्बी हुन्छ भनेर पत्ता लगाएको थियो। त्यस्तै ग्रोथ चार्ट यो डेभिड मोरले होइन पत्ता लगाउनु भएको छैन, यो सम्झिनु होला। यो चाहिँ यो जुन चाहिँ यो बच्चाहरूको चाहिँ यो चाहिँ फिजिकल डेभलपमेन्ट मोनिटर गर्नको लागि भरिन्छ होइन। यो चाहिँ हाम्रो HMIS टुल्स छ र त्यहाँ देखाइएको हुन्छ ग्रोथ चार्ट है। र जेनरली नेपालमा 2 वर्ष मुनिको बच्चाहरूलाई यो के भन्छ होइन 24 चोटि जोक्नुपर्ने हुन्छ र त्यसको रेकर्ड चाहिँ यो ग्रोथ चार्टमा राख्नुपर्ने हुन्छ। र त्यहाँ के हुन्छ, विभिन्न चाहिँ रोड लाइन जस्तो देखाएको हुन्छ, त्यसमा रेड हुन्छ, ग्रिन हुन्छ र येल्लो हुन्छ होइन। ग्रिन पर्नु भनेको नर्मल हो, येल्लोमा पर्नु भनेको साम हो, र माम हो, र रेडमा पर्नु भनेको साम हो है। येल्लोमा के हुन्छ, म्याम हुन्छ, र रेडमा साम हुन्छ, त्यसरी पनि भनिन्छ। अथवा रिस्क ग्रुप हो, त्यसमा ग्रोथ चार्टमा परिसकेपछि हामीले फर्दर ओटिसीमा लगेर हामीले जेड स्कोर निकालेर यसको क्लासिफाई गर्नुपर्ने हुन्छ। त्यस्तै होमियोप्याथीको पिता है स्यामुल हानेमानलाई भनिन्छ होइन। त्यस्तै ब्लड ग्रुप टाइप होइन सबभन्दा पत्ता लगाउने कार्ल ल्यान्डेस्टिनर, यो सम्झिनु होला। त्यस्तै येल्लो फिभरको ट्रान्समिसन पत्ता लगाउने वाल्टर रेड। त्यस्तै यो लाइफ साइकल अफ प्लाज्मोडियम रोनाल्ड रसले पत्ता लगाएको थियो। यस्तो धेरै छ होइन डिस्कभरीहरूमा, यहाँ मैले यहाँ पनि राखेको छु। यो धेरै छ, एकचोटि सर सम्झिनु होला होइन। कहिलेकाहीँ यो सिम्पल कुराहरू पनि के हुन्छ एक्जाममा सोधिन्छ। त्यस्तै अथर्स अफ इम्पोर्टेन्ट के छ बुक्स इन पब्लिक हेल्थ है, एयर वाटर एन्ड प्लेसेस यो चाहिँ हिपोक्रेट्सले लेख्नु भएको छ, जसलाई फादर अफ मेडिसिन पनि भनिन्छ। त्यस्तै द क्यानन अफ मेडिसिन एबिसिना, यो दुईटा सम्झिनु होला, यो एक्जाममा यो सोध्न सक्छ। त्यस्तै द बुक अफ हेलिङ पनि एबिसिनाले नै लेखेको हो। त्यस्तै एन्टिसेप्टिक प्रिन्सिपल अफ प्र्याक्टिस अफ सर्जरी यो चाहिँ जोसेफ लिस्टरले यो चाहिँ यो लेखेको हो। त्यस्तै आयुर्वेदिक टेक्स्ट निदान भनेर माधवले लेख्नु भएको छ। त्यस्तै चराका संहिता भन्छ है, यो चराकाले लेख्नु भएको छ भने सुश्रुता संहिता सुश्रुताले लेख्नु भएको छ। यो सर सम्झिनु होला।
अब यहाँ विभिन्न ओनरहरूको पनि दिएको छ हैन। यो के को पिता कसलाई भनिन्छ यो मैले इम्पोर्टेन्ट जति माथि लेखिदिएको छु र यहाँ सबै जति छ यो हालिदिएको छु। यो आफै एकचोटि सर यो हेर्नु होला। अब हामी यो हिस्ट्री अफ मेडिसिन अथवा हिस्ट्री अफ पब्लिक हेल्थ है मा जान्छौँ। थ्योरेटिकली यस्तो कुराहरू सोध्दैन हैन। यो ठ्याक्क सम्झिनु होला। हिस्ट्री अफ मेडिसिन पनि त्यही कुरा हो। हिस्ट्री अफ पब्लिक हेल्थमा पनि त्यही कुराहरू आउँछ हैन। थोरै मात्र के हुन्छ, केही कुराहरू मात्र के हुन्छ, फरक हुन्छ। मेडिसिनमा धेरै ट्रिटमेन्टमा जोड दिन्छ भने प्रिभेन्टिभ मेडिसिन पब्लिक हेल्थमा प्रिभेन्सनहरू, हेल्थ प्रमोसनमा, स्यानिटेसनहरूमा, हाइजिनहरूमा बढी जोड दिएको देखिन्छ। के छ, ठिक छ साथीहरू? केही छ भने भन्नु होला है, च्याटमा पनि लेख्नु होला, भन्नु होला। अलि फास्ट भयो भने पनि भन्नु होला, केही बुझेन भने भन्नु होला है। अब यो सामान्य कुराहरू छ, त्यही भएर म अलिकति फास्टै लगिरहेको छु। बेसिक, एकदम बेसिक कुराहरू जस्तै छ यिनीहरू। अब हिस्ट्री अफ मेडिसिनमा जेनरली यसलाई प्रिभेन्टिभ मेडिसिन, साइन्टिफिक मेडिसिन हैन, मोडर्न मेडिसिन है, त्यसरी गरी डिभाइड गरिएको छ। यस्तो हामीलाई यो थ्योरेटिकली सोध्दैन हैन। अथवा यसको क्लासिफिकेसनहरू गर्दाखेरि हैन, यो चाहिँ के भन्छ हैन, नट बेस्ड अन फ्याक्ट र बेस्ड अन फ्याक्ट गरेर पनि के हुन्छ, क्लासिफिकेसन गरिएको छ हैन। यो वर्ल्डको केसमा पनि नेपालको केसमा पनि हैन। सबभन्दा पहिला के कस्तो, नट बेस्ड अन फ्याक्ट है, तथ्यमा आधारित नभएको, त्यसपछि तथ्यमा आधारित भएको, तथ्यमा आधारित भएकोलाई पनि यो विभिन्न चाहिँ यो के छ हैन, यो चाहिँ यो ग्रुपमा डिभाइड गरिएको छ हैन। अब यसमा चाहिँ जेनरली प्रिमेटिभ मेडिसिन जुन पहिलादेखि चल्दै आएको छ हैन, त्यसलाई जेनरली प्रिमेटिभ मेडिसिन भनिन्छ। र साइन्टिफिक भनेको चाहिँ नयाँ चाहिँ यो चाहिँ यो पत्ताहरू लागेको हैन, यो विभिन्न चाहिँ हिपोक्रेट्सहरू आइसकेपछि त्यसपछिको चाहिँ विभिन्न चाहिँ इभेन्टहरूबाट पत्ता लागेको पछिलाई यो साइन्टिफिक मेडिसिन भनेर भनिएको छ। यस्तो एमसिक्यूहरू खासै यिनीहरूबाट यो हिस्ट्रीहरूबाट सोध्दैन। यहाँ जुन यसको भित्रको जुन कुराहरू छ त्यहाँबाट जेनरली सोध्छ है। अब यहाँ चारवटा यसको चाहिँ डिभिजन छ जेनरली। हो प्रिमेटिभलाई जेनरली तीनटा, होमियोप्याथी त्यस्तै के छ हैन, आयुर्वेदी, युनानी हैन, त्यस्तो चाहिँ गरी राखिएको छ। र एलोप्याथिकलाई साइन्टिफिक मेडिसिन अन्तर्गत राखिएको छ। तर हामीले चाहिँ यो तथ्यमा आधारित भनेर जुन भन्छौँ, यो सबै तथ्यमा आधारित भएकै हो। होमियोप्याथिक मेडिसिन होस् अथवा युनानी होस् अथवा के भन्छ यो आयुर्वेदिक होस् हैन, अथवा एलोप्याथिक होस्, सबै के छ, बेस्ड अन फ्याक्ट छ है, तथ्यमा आधारित नै हो हैन। अब यिनीहरूको ट्रिटमेन्ट सिस्टमहरू थोरै हामीले बुझ्नुपर्ने हुन्छ। होमियोप्याथी सिस्टम अफ मेडिसिन के हो, यसमा रोग चाहिँ कसरी पत्ता लगाइन्छ, यसको उपचार गर्ने पद्धति के हुन्छ हैन, यसको कसरी पढाइ हुन्छ हैन, कसरी यसमा उपचार गरिन्छ, त्यो कुराहरू थोरै बुझ्नुपर्ने हुन्छ। ल अब यसको प्रिन्सिपल है, होमियोप्याथिक सिस्टम अफ मेडिसिनको प्रिन्सिपल है, यसको चाहिँ के भन्छ एकदम सम्झिनु होला। सिमिलिया सिमिलिबस क्युरेन्टर भनेर भन्छ है। हो सिमिलिया सिमिलिबस क्युरेन्टर, सिमिलिया सिमिलिबस क्युरेन्टर, यो भनेको सिमिलर हो है। सिमिलरले सिमिलरलाई क्योर गर्छ, सम्झिनु होला हैन। सुनले सुन काट्छ भनेर त भनिन्छ नि उखान, फलामले फलाम काट्छ भनेर भन्छ नि, हो सेम त्यस्तै हो हैन। सिमिलिया सिमिलिबस क्युरेन्टर भन्छ हैन। सिमिलर रोगलाई सिमिलर सिम्पटम गराउने मेडिसिनले क्योर गर्छ भनेर यसमा भनिन्छ है। यसमा अब कसरी हुन्छ, यसको प्रिन्सिपल के हुन्छ, जस्तै मानौ कसैलाई ज्वरो लाग्यो भने त्यो ज्वरो ट्रिटमेन्ट गर्नको लागि हामी जेनरली आयुर्वेदिकमा के दिन्छौँ, पारासिटामोल दिन्छौँ। पारासिटामोलले के गर्छ, हाम्रो चाहिँ
थालमसलाई त्यो एक्टिभेट गराएर चाहिँ के गर्छ हैन, त्यो हाम्रो बडी टेम्परेचरहरू कम गराउँछ। तर यसमा कस्तो दिन्छ, फिभर आयो भने यस्तो मेडिसिन दिन्छ जसले के गर्छ, यो नर्मल मान्छेमा त्यो दियो भने त्यसले फिभर उलाई गराइदिन्छ है। नर्मल मान्छेमा त्यही मेडिसिन दियो भने त्यो मान्छेमा फिभर गराइदिन्छ, तर त्यो फिभर भएको मान्छेलाई दियो भने ठिक गराइदिन्छ है। त्यही हो सिमिलिया सिमिलस क्युरेन्टर। सिमिलर सिम्पटम गराउने चाहिँ मेडिसिन सिमिलर डिजिजमा दिन्छ। ज्वरो लागेछ भने ज्वरो गराउने औषधि दिन्छ, त्यस्तै डायरिया भएछ भने डायरिया गराउने औषधि दिन्छ, त्यस्तै यो कफ छ भने कफ गराउने औषधि दिन्छ। जुन चाहिँ सिम्पटम छ, जुन डिजिज छ त्यही गराउने चाहिँ त्यो चाहिँ सिम्पटम ल्याउने चाहिँ औषधि दिन्छ है। यसैलाई सिमिलिया सिमिलिबस क्युरेन्टर भनेर भनिन्छ। यसमा यही कुरा भनिएको छ हैन। होमियोपैथी is a system of pharmacodynamics based on treatment of disease by use of a small amount of drug that in healthy person produce the symptoms similar to those of the disease being treated. सिमिलर सिम्पटम गराउने चाहिँ के हुन्छ, मेडिसिनहरू दिन्छ हैन, जसलाई ह्युमन ड्रग प्याथोजेनिसिटी स्टडी भनेर पनि भनिन्छ। अर्को यसको प्रिन्सिपल छ, सिंगल मेडिसिन दिन्छ है। एकदम थोरै सिंगल मात्र, एउटा सिंगल डोज मात्र हुन्छ र एकदम अर्को प्रिन्सिपल भनेको एकदम चाहिँ के भन्छ, मिनिमम डोजमा मात्र दिन्छ, मिनिमम डोजमा मात्र दिने गरिन्छ। यसको तीनटा प्रिन्सिपल भयो, सिमिलर सिम्पटम गराउने दिन्छ, सिंगल डोज दिन्छ र मिनिमम चाहिँ डोजमा दिन्छ। र यो पत्ता लगाउने को थियो, फादर अफ होमियोपैथी स्यामुअल हानेमान, एकदम नाम सम्झिनु होला, जर्मनी उहाँ हुनुहुन्थ्यो र उहाँले नै यो होमियोपैथिक सिस्टम अफ मेडिसिन दिनुभएको छ। र यसैको आधारमा जुन भ्याक्सिनहरू पनि छ नि, भ्याक्सिनहरूले पनि कसरी काम गर्छ, सेम त्यही आधारमा काम गर्छ। जस्तै बीसीजीको भ्याक्सिनमा के हुन्छ, बच्चाहरूलाई जुन बीसी दिन्छ हैन, बेसलस काल्मिन ब्युरिन हैन, त्यसमा के हुन्छ, सेम चाहिँ त्यही हैन, माइकोब्याक्टेरिया बोभिन जुन हामी भन्छौँ, जसले चाहिँ के भन्छ हैन, एक्स्ट्रापल्मोनरी ट्युबरकुलोसिसहरू गराउँछ हैन, त्यसैको के हुन्छ, स्ट्रेन हुन्छ त्यसमा राखिएको हुन्छ र त्यसलाई इनएक्टिभ फर्ममा राखिएको हुन्छ। त्यो कहिलेकाहीँ एक्टिभेट भयो, एक्टिभ फर्ममा गयो भने त्यसै बच्चाहरूमा के गराइदिन्छ, त्यही मान्छेमा टिबी गराइदिन्छ हैन, अथवा इम्युनो कम्प्रोमाइजहरू भयो, त्यस्तो बेला के गराइदिन्छ, त्यसले डिजिज गराइदिन्छ। तर नर्मल बच्चाहरूले दियो भने त्यसले के गर्छ, टिबीबाट प्रिभेन्ट गर्ने काम गर्छ। हो, त्यो पनि यही सिद्धान्तहरूबाट बनाइएको छ। ठिक छ साथीहरू, बुझ्नुभयो होमियोपैथिक सिस्टम अफ मेडिसिन। सिमिलिया हैन, सिमिलर याद गर्नु होला यसमा हैन, फलामले फलाम काट्छ भने जस्तै यो हो हैन, जुन चाहिँ रोग लागेको छ त्यही रोग लगाउने चाहिँ औषधि यसमा दिन्छ है। ज्वरो आएको छ भने ज्वरो गराउने औषधि यसमा दिन्छ। अब अर्को छ आयुर्वेद सिस्टम अफ मेडिसिन हैन, यो सबैले थाहै छ हैन। हाम्रो एलोपेथिक पछि धेरै चल्ने भनेको आयुर्वेदिक नै हो हैन, र यसलाई के भन्छ, साइन्स अफ लाइफ भनेर भनिन्छ है। र यो केमा आधारित छ, त्रिदोष थ्योरी अफ डिजिज भन्छ है, त्रिदोष थ्योरी अफ डिजिज भन्छ। र यसमा के विश्वास गरिन्छ, हाम्रो जुन बडीको सिस्टममा जुन त्रिदोष छ हैन, जसलाई के भन्छ, वात भन्छ है, वात भनेको वाइन, पित्त भन्छ, पित्त भनेको गल, र कफ भन्छ, कफ भनेको म्युकस है। यो तीनटामा के भन्छ, डिसइक्विलिब्रियम अथवा अनब्यालेन्स भयो भने हामीलाई डिजिज लाग्छ भनेर भनिन्छ है। तीनटा कुरा, वात भनेको वाइन, यो भनेको यो जीआई सिस्टम हैन, ग्यास्ट्रोइन्टेस्टाइनल सिस्टमसँग सम्बन्धित छ हैन। त्यस्तै पित्त भनेको गल्ल हैन, गल ब्लाडरसँग रिलेटेड, जुन त्यहाँबाट के हुन्छ, विभिन्न डाइजेस्टिभ हार्मोनहरू, विभिन्न किसिमका हार्मोनहरू
निस्किन्छ, स्टोरेजहरू हुन्छ। र कफ भनेको म्युकस हाम्रो रेस्पिरेटरी सिस्टमसँग रिलेटेड छ। यो तीनटामा अनब्यालेन्स भयो भने रोग लाग्छ र त्यो रोग निको गर्नको लागि यो तीनटामा भएको इम्ब्यालेन्सलाई ब्यालेन्स गर्नुपर्छ भनेर भनिन्छ है। र यसको नेपालमा पढाइ पनि हुन्छ, बाम्स भन्छ, BAMS, ब्याचलर इन आयुर्वेदिक मेडिकल सिस्टम है। यो तीनटैको म एकै ठाउँमा कम्पेयर गरेर अहिले देखाइदिन्छु। त्यस्तै युनानी सिस्टम अफ मेडिसिन छ अर्को। यो चाहिँ ग्रिसबाट यसको चाहिँ सुरुवात भएको छ हैन, युनानी सिस्टम अफ मेडिसिन। र यसमा यो हुमरल थ्योरी भन्छ है, जस अन्तर्गत ब्लड, फ्लेगम, येलो बाइल, ब्ल्याक बाइलहरू पर्छ हैन। र यसको यो आधारितमा यो चाहिँ यो बनाइएको हुन्छ, यसको आधारमा ट्रिटमेन्ट गरिन्छ। खासै अहिले चाहिँ हाम्रो चाहिँ सरकारले यो थपेको छ हैन, हाम्रो चाहिँ यो हेल्थ सिस्टममा थपेको छ हैन, तर खासै चाहिँ त्यस्तो चाहिँ प्रचलनमा छैन, कतै कतै मात्र यो सिस्टमबाट उपचार हुने गरिन्छ। अर्को छ आयुर्वेदिक सिस्टम अफ मेडिसिन। आयुर्वेदिक हामी सबैलाई थाहै छ हैन, यो जुन डक्टर हुन्छ MBBS MD हैन, त्यो सबै के हुन्छ आयुर्वेदिक सिस्टम अफ मेडिसिनको प्रिन्सिपलमा रेगुलेट हुन्छ हैन। र यो तीनटैको फरक यहाँ चाहिँ म राखिदिएछु अलिकति सजिलो होस् भनेर। जस्तै एलोप्याथिक, आयुर्वेदिक, होमियोप्याथिक, युनानी खासै त्यति चाहिँदैन। र यसको फादर आयुर्वेदिकको फादर को हो, एलोप्याथिकको फादर हिपोक्रेट्स। त्यस्तै आयुर्वेदिक मेडिसिन सिस्टमको चाहिँ फादर कसलाई मानिन्छ, धन्वन्तरी है। यो चाहिँ रामायण कालदेखि नै यो चल्दै आएको सिस्टम हो। त्यस्तै होमियोप्याथिक सिस्टममा कसलाई मानिन्छ, साम्युल हाहनेमान। साम्युल हाहनेमान अघि पनि हामीले भनेको थियो। यो तीनटै नाम सम्झिनु होला, कम्तीमा यो तीनटा सम्झ्यो भने MCQ मा आयो भने, यो तीनटा अरू कुनै नपढेको आयो भने हामी यसलाई हटाएर अर्को लाउन सक्छौँ। त्यस्तै यसको ओरिजिन स्टार्टेड फ्रम एन्सिएन्ट ग्रिक एन्ड मेसोपोटामियन छ हैन। ग्रिकको चाहिँ स्टार्ट चाहिँ ग्रिक र मेसोपोटामियनबाट भएको मानिन्छ। हिपोक्रेट्सको चाहिँ युगबाट पनि भएको मानिन्छ। त्यस्तै आयुर्वेदिकको चाहिँ यो 5000 BC, 5000 यो ईसा पूर्वको भन्छ हैन, BC भन्छ हैन, बिफोर क्राइस्ट हो है। BC भनेको बिफोर क्राइस्ट, यो जेसस क्राइस्ट जन्मिनुभन्दा 5000 वर्ष पहिलादेखि नै यसको चाहिँ सुरुवात भएको मानिन्छ। र हामी सामान्य रूपले भन्दाखेरि हाम्रो चाहिँ रामायण कालदेखि पनि नै हामी रामायणमै हेरेको छौँ हैन, त्यहाँबाट नै यसको सुरुवात भएको मानिन्छ। अझ त्योभन्दा पहिला पनि होला हैन, तर हामी त्यहाँबाट हेर्दै आइरहेको छौँ। त्यस्तै होमियोप्याथिक के छ, यो चाहिँ जर्मन डाक्टर हैन, स्यामुल हाहनेमानले चाहिँ यो चाहिँ यो यसको चाहिँ सुरुवात गर्नुभएको थियो। अब यसको प्रिन्सिपल हामी अघि छलफल गरेको थियो। एलोप्याथीको के हुन्छ, थेरापी विथ मेडिसिन द्याट के हुन्छ, प्रोड्युस इफेक्ट हैन। जुन चाहिँ मेडिसिनले डिजिज ठिक गराउँछ त्यो हामी यसमा दिन्छौँ। एलोप्याथिकमा हामी आयुर्वेदिकमा छलफल गर्यौँ, विन्ड, वात, पित्त र कफको चाहिँ आधारमा चाहिँ यसमा दिन्छ। यो तीनटा कुराहरूलाई ब्यालेन्समा इक्विलिब्रियममा ल्याउनको लागि विभिन्न मेडिसिनहरू दिन्छ भने होमियोप्याथिकमा लो अफ सिमिलर एन्ड लो अफ मिनिमम डोज भनेर भन्छ हैन। सिमिलर सिम्पटम गराउने एकदम मिनिमम डोजमा औषधिहरू दिन्छ। डायग्नोसिस सबैमा सेमै हुन्छ, हिस्ट्री टेकिङबाट गरिन्छ, एक्जामिनेसन, इन्भेस्टिगेसन सबैमा त्यही हुन्छ। सबैमा हिस्ट्री टेकिङ नै गरिन्छ, एक्जामिनेसनहरू फिजिकल एक्जामिनेसन, सिस्टेमिक एक्जामिनेसनहरू गरिन्छ र विभिन्न इन्भेस्टिगेसनहरू हैन गर्ने गरिन्छ। र हामी एउटा यसमा के भन्छौँ, हिस्ट्री टेकिङबाट 80% चाहिँ डायग्नोसिस हुन्छ है, एउटा सम्झिनु होला। थ्योरेटिकली हामी के भन्छौँ, राम्रोसँग हिस्ट्री टेकिङ लियो भने 80% डायग्नोसिस हिस्ट्री टेकिङबाटै गर्ने गरिन्छ। त्यस्तै ट्रिटमेन्टमा हामीले अघि छलफल गरे जस्तै एलोप्याथिकमा के हुन्छ, सिम्पटोमेटिक एन्ड स्पेसिफिक ट्रिटमेन्ट प्रोभाइड गरिन्छ। त्यस्तै आयुर्वेदिकमा हाम्रो चाहिँ इन्टर्नल चाहिँ जुन छ हैन,
इन्टर्नल पावरलाई एक्सटेन्डेड गरिन्छ र होमियोप्याथिकमा यो सिमिलर सब्स्टेन्सहरू दिने गरिन्छ जसले सिमिलर सिम्पटम गराउँछ। त्यस्तै यसको कोर्सहरू हुन्छ हैन, पढाइ पनि हुन्छ। यो चाहिँ एलोप्याथीको छ, धेरै छ हैन। पहिला अयबदेखि लिएर अयब, एचए, एमबीबीएस, एमडी सबै के भयो, एलोप्याथिक भयो। आयुर्वेदिकमा पाम्स हुन्छ, ब्याचलर इन आयुर्वेदिक मेडिकल साइन्स भनेर हुन्छ, एमडी हुन्छ आयुर्वेदमा पनि। र होमियोप्याथिकमा बीएचएमएस भन्छ है, ब्याचलर इन होमियोप्याथिक मेडिकल सिस्टम भनेर भन्छ हैन। र नेपालमा यसको चाहिँ कलेज विराटनगरमा छ एउटा सायद, त्यहाँ चाहिँ बीएचएमएस को अध्ययन हुन्छ। बाम्सको त धेरै ठाउँमा छ, कृतिपुरमा छ, अरू ठाउँमा रहेको छ। के छ साथीहरु, ठिक छ? यो यसमा सब बुझ्यो, यो विभिन्न सिस्टम अफ मेडिसिन। यसमा केही कन्फ्युजन छ भने भन्नु होला है। यसबाट जेनरली फादर सम्झिनु होला, हामीले एमसीक्यू मा यो फादरबाट सोध्छ। त्यसपछि यसको प्रिन्सिपल के हो त्यो चाहिँ जेनरली सोध्छ है। ल ठिक छ, केही बुझेन अथवा फास्ट भयो भने भन्नु होला है। सामान्य कुरा हुन्छ, धेरै साथीहरुलाई कहिलेकाहीँ सामान्य कुराहरुमा धेरै टाइम लाग्यो भने अर्को पनि लाग्छ हैन। त्यो भएर अलिकति केही कन्फ्युजिङ भयो, क्यारी भएन भने यहाँ भन्नु होला है। अब हिस्ट्रीमा पब्लिक हेल्थको पनि लगभग त्यही कुराहरु छ। यो मेडिसिनको हिस्ट्री, पब्लिक हेल्थको हिस्ट्री लगभग त्यही कुराहरु पढ्दाखेरि यो भइहाल्छ। अब पब्लिक हेल्थमा हामी थ्योरेटिकली जान्छौँ। पब्लिक हेल्थ भनेको के हो हैन, यसको कोर फंक्सनहरु के हो, यसको अरु चाहिँ इसेन्शियल पब्लिक हेल्थ फंक्सनहरु के हो, त्यो कुराहरुमा हामी जान्छौँ। लो अफ सिमिलर एन्ड लो अफ मिनिमम डोज भनेको अघि भने नि सिमिलर सिम्पटम गराउने है। होमियोप्याथिकमा यस्तो किसिमको मेडिसिन दिन्छ, त्यो मेडिसिनले चाहिँ के हुन्छ, नर्मल मान्छेलाई त्यही मेडिसिन दियो भने त्यो सिम्पटम गराइदिन्छ। मानव कुनै एउटा ए मेडिसिन छ, त्यो ए मेडिसिन नर्मल मान्छेलाई दियो भने त्यसलाई ज्वरो गराइदिन्छ मानव हैन। भने त्यही मेडिसिन के हुन्छ, ज्वरो भएको पेशेन्टलाई दियो भने त्यो ज्वरो ठिक गराइदिन्छ है। त्यो भनेको लो अफ सिमिलिबस भनेर भनिन्छ है। सिमिलर सिम्पटम गराउने चाहिँ मेडिसिन सिमिलर डिजिजमा दिन्छ, त्यहाँ त्यसरी नै बनाएको हुन्छ। ज्वरोको लागि ज्वरो गराउने मेडिसिन नै दिन्छ, डायरियाको लागि डायरिया गराउने मेडिसिन नै दिन्छ है। त्यो सिस्टमै त्यस्तै हो। हामीलाई सुन्दा यस्तो अचम्म पनि लाग्छ, तर होमियोप्याथिक सिस्टम भनेकै त्यही सिस्टमै हो। यो हैन, यो कस्तो केस डिजिज भनेको त जस्तो आयुर्वेदिकमा जुन जुन यो डिजिजको उपचार हुन्छ नि, त्यो सबै एलोप्याथिकले पनि के भन्छ, एलोप्याथिकमा जुन जुन डिजिजको उपचार हुन्छ त्यो आयुर्वेदिकमा पनि हुन्छ, होमियोप्याथिकमा पनि हुन्छ है। लगभग सबै डिजिजहरुको हुन्छ। यो विभिन्न चाहिँ ह्युमनलाई हुने जति पनि डिजिजहरु छ त्यो सबैको त्यो तीनटै सिस्टममा उपचार हुन्छ है। एलोप्याथिकबाट पनि हुन्छ, आयुर्वेदिकबाट पनि हुन्छ, होमियोप्याथिकबाट हुन्छ। अब कुनै कुनै हुन्छ कुनै कुनै अब यस्तो डिजिज हुन्छ जसलाई यो चाहिँ एलोप्याथिकले पनि ठिक गर्न सक्दैन, कुनै कुनैलाई आयुर्वेदिकले पनि ठिक गर्न सक्दैन, कुनैलाई होमियोप्याथिकले पनि ठिक गर्न सक्दैन। त्यो त छँदैछ हैन, तर उपचार चाहिँ सबै डिजिजको सबैमा चाहिँ जेनरली हुन्छ है। र यसको चाहिँ के भन्नुभएको छ, सेकेन्ड प्रिन्सिपल। सेकेन्ड प्रिन्सिपल भनेको सिंगल डोज भन्छ है, एकचोटि मात्र दिन्छ। र यसको थर्ड प्रिन्सिपल हुन्छ मिनिमम डोज, एकदम कम मात्रामा दिन्छ। जस्तै भ्याक्सिनहरु छ नि, के हुन्छ, एकदम कम मात्रामा दिन्छ हैन। हो त्यस्तो। र यो एक्जाम्पल सिम्पल बुझ्नको लागि बीसीजी को भ्याक्सिन सम्झिनु होला। बीसीजी को भ्याक्सिन केबाट बनाइएको हुन्छ, माइकोब्याक्टेरियम बोभिन। जस्तै मान्छेलाई कसले टिबी गराउँछ, माइकोब्याक्टेरियम ट्युबरक्लोसिस है। त्यस्तै एनिमलहरुमा कसले टिबी गराउँछ, के भन्छ, माइकोब्याक्टेरियम बोभिन। र त्यो माइकोब्याक्टेरियम बोभिनले
मान्छेमा एक्स्ट्रा पल्मोनरी टिबी पनि गराउँछ है। हामीले जस्तै यो टिबी भएको एनिमलको दुधहरू खायो भने त्यो मान्छेमा के हुन्छ, एक्स्ट्रा पल्मोनरी टिबी हुन सक्छ। जस्तै हाम्रो के हुन्छ, एक्स्ट्रा पल्मोनरी भनेको फोक्सोभन्दा बाहिरतिर, जस्तै बोनमा हुन सक्छ, स्पाइनल कोडमा हुन सक्छ, इन्टेस्टाइनमा हुन सक्छ, त्यस्तै अरू पार्टमा हुन सक्छ है। त्यो सबै के हो, एक्स्ट्रा पल्मोनरी टिबी हो। र त्यो टिबीबाट बच्नको लागि के छ, हाम्रो बीसीजी भ्याक्सिन छ हैन। बीसीजी भ्याक्सिनले चाहिँ यो पल्मोनरी टिबीबाट बचाउँदैन है, एकदम सम्झिनु होला। बीसीजी भ्याक्सिनले बचाउने भनेको एक्स्ट्रा पल्मोनरी टिबी मात्र हो, पल्मोनरी टिबीबाट प्रिभेन्ट गर्दैन। अब सिमिलर भएकोले, स्पेसिस भएकोले केही मात्रामा गर्नु छुट्टै कुरा हो, तर थ्योरेटिकली चाहिँ यो चाहिँ यसले एक्स्ट्रा पल्मोनरी टिबीबाट मात्र बचाउँछ भनेर भनिन्छ। त्यही भएर यो जति पनि हैन, यो बीसीजीको भ्याक्सिनको कभरेज हाम्रोमा 95% भन्दा बढी भए पनि टिबीको केसेसहरू एकदम बढी देखिरहेको हुन्छ, पल्मोनरी टिबीको त्यो केसहरू देखिरहेको हुन्छ। अब पब्लिक हेल्थमा जान्छौँ हामी। के छ, बुझ्नुभयो साथीहरू? अझै केही कन्फ्युजन छ भने भन्नु होला है। Recording stopped. छैन भने अब हामी अर्को पर्सन जान्छौँ। पब्लिक हेल्थ भन्ने हाम्रो चाहिँ जुन एउटा सब टपिक छ हैन, त्यसमा हामी जान्छौँ। यो माथिको कुराहरू पनि त्यहीसँग सिमिलर नै छ हैन। सिलेबसमा खासमा त्यो मेडिसिनहरू जति हामी अहिलेसम्म जति पढ्यौँ त्यो चाहिँ यो ठ्याक्कै यो युनिट 1 मा छैन, तर एक्जाममा त्यहाँहरूबाट पनि क्वेसन सोध्ने भएकोले त्यो कुराहरू पनि म यहाँ राखेर छलफल गराइदिएँ। पब्लिक हेल्थ हामी सबैले थाहा छ, यो डेफिनेसन हामी सबैले पढेको छौँ है। पब्लिक हेल्थ पल्मोनरी टिबीको त्यस्तो छैन, त्यसैले केही मात्रामा बचाउँछ हैन। टिबीकै भ्याक्सिन जुन छ त्यसैले केही मात्रामा पल्मोनरी टिबी र लेप्रोसीबाट पनि बचाउँछ भनेर लेखेको हुन्छ, तर त्यो खासमा त्यो एक्स्ट्रा पल्मोनरी टिबीको लागि काम गर्ने हो। यो डेफिनेसन हामी सबैले पढ्दै आइरहेकै छौँ हैन। पब्लिक हेल्थ इज अ साइन्स and art of preventing disease, prolonging life and promoting physical health and efficiency through organized community effort हैन। यो भनेर हैन, हामी सबैले चाहिँ यो डेफिनेसन पढ्दै आइरहेको छौँ। CEA विन्स्लोले 1920 मा दिएको डेफिनेसन हो हैन। यो सम्झिनु होला डेफिनेसन। कहिलेकाहीँ यो सेकेन्ड पेपरमा यो सिमिलर क्वेसनहरू आए सर्टकटमा कहिलेकाहीँ जोड दिन्छ हैन, त्यस्तो बेला पनि लेख्न सक्नुहुन्छ। त्यो जहाँ लिखितको कुराहरू हुन्छ, जस्तै टियुमा हुन्छ सायद लिखितमा त्यो सिलेबसमा छ। सिटिबिटीको एक्जाम दिनु हो भने त्यहाँ के हुन्छ, लिखितमा यो कुराहरू, लिखितमा को पनि यो कुराहरू राखेको हुन्छ है। त्यस्तै यो जोन एम लास्ट डिक्सनरी अफ पब्लिक हेल्थ अनुसार के छ हैन। पब्लिक हेल्थ इज वान अफ द इफोर्ट अर्गनाइज बाई सोसाइटी टु प्रोटेक्ट, प्रमोट एन्ड रिस्टोर द पिपुल हेल्थ भनेर यो डिफाइन गरिएको छ। विभिन्न तरिकाले विभिन्न चाहिँ यो के छ हैन, फिलोसफरहरूले, साइन्टिस्टहरूले यो डिफाइन गरिएको छ हैन। हामीले CEA विन्स्लोको एउटा यो एकदम कन्ठे गर्नु होला, यो यति डेफिनेसन कम्तीमा लेख्न सक्यो भने पुग्छ लगभग हामीलाई। यहाँ धेरै लङ छ हैन, यसैले सर्टकटमा गरेर पनि यो डेफिनेसनलाई भन्ने गरिन्छ, तर जिस्टमा यति कुराहरू राखिएको हुन्छ। जस्तै के छ, पब्लिक हेल्थ के भन्छ इज है, पब्लिक हेल्थ इज द साइन्स एन्ड आर्ट अफ प्रिभेन्टिङ डिजिज, प्रोलङ्गिङ लाइफ एन्ड प्रमोटिङ physical health and efficiency through organized community effort for the sanitation of environment, the control of community infections, the education of individual के भन्छ हैन, in principle of personal hygiene, the organization of medical and nursing services for the early diagnosis and preventive treatment of disease, and the development of the social machinery which will ensure to every individual in community to a standard of living adequate for the maintenance of
हेल्थ भनेर हैन, यो लङ डेफिनिसन छ। यो जति हाइलाइट गरेको छ लगभग लगभग त्यति कुराहरू हामीले सम्झ्यौँ भने पुग्छ। त्यस्तै मिसन्स अफ पब्लिक हेल्थ छ, यो WHO अनुसार के भनेको छ, पब्लिक हेल्थ एम टु प्रोभाइड मैक्सिमम बेनिफिट फर लार्ज नम्बर अफ पिपुल है। पब्लिक हेल्थ जहिले पनि के हुन्छ, यो लार्ज नम्बर अफ पिपुलको लागि काम गर्छ। क्लिनिकल मेडिसिनले के गर्छ, यो सिंगल पर्सनको लागि इन्डिभिजुअल लेभलमा काम गर्छ भने पब्लिक हेल्थले कम्युनिटी अथवा लार्ज नम्बर अफ पिपुलको लागि काम गर्ने गर्दछ। त्यही भएर यो कम्युनिटी मेडिसिन, पब्लिक हेल्थ, सोसियल मेडिसिनहरू सबै लगभग सिमिलर नै हो। त्यस्तै 3 कोर फङ्सन अफ पब्लिक हेल्थ छ है। यो CDC युएसए ले हैन, युनाइटेड स्टेट अफ अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोलले दिए अनुसार यसको कोर 3 फङ्सन छ, एसेसमेन्ट, पोलिसी डेभलपमेन्ट र एसुरेन्स। एपीए हैन, एपीए यो सम्झिनु होला। एपीए स्टाइल जुन छ, रेफरेन्सिङको स्टाइल पनि छ एउटा। एपीए त्यहीबाट सम्झे पनि हुन्छ यो एपीए। एसेसमेन्ट भनेको के हो, जाँच गर्नु। जस्तै मेडिसिनमा के हुन्छ, हिस्ट्री टेकिङ गरिन्छ भने यसमा एसेसमेन्ट गरिन्छ। त्यो एसेसमेन्टमा के गरिन्छ, सिस्टमेटिकली कलेक्ट, एनालाइज एन्ड मेक के छ एभाइलेबल इन्फर्मेसन अन हेल्दी कम्युनिटी। हेल्दी कम्युनिटीमा के गरिन्छ, यो डाटाहरू कलेक्सन गर्ने, एनालाइसिस गर्ने र त्यहाँ भएको इन्फर्मेसनहरू के गर्ने, त्यहाँ निकाल्ने। जहिले पनि हामी कम्युनिटी डायग्नोसिस कहाँ गर्छौँ, यो चाहिँ हेल्दी कम्युनिटीमै गरिन्छ। त्यस्तै पोलिसी डेभलपमेन्ट। अब यहाँ के चाहिँ यहाँ आउँछ हैन, के कुराहरू आएको हुन्छ त्यसको आधारमा पोलिसी डेभलपमेन्ट गरिन्छ। जस्तै प्रमोट द युज अफ साइन्टिफिक नलेज बेस्ड इन पोलिसी एन्ड डिसिजन मेकिङ भनेर भन्छ हैन। यो यहाँबाट जुन इन्फर्मेसनहरू नलेजहरू आएको हुन्छ त्यसलाई चाहिँ पोलिसी मेकिङ अथवा डिसिजन मेकिङमा प्रयोग गर्नुपर्ने हुन्छ। यो भनेको रिसर्च बेस्ड प्लानिङ गर्नुपर्ने हुन्छ भन्न खोजेको हो। हाम्रोमा त्यस्तो प्र्याक्टिस छैन, तर खासमा यो रिसर्चबाट जुन चाहिँ डाटाहरू आएको हुन्छ, हाम्रो DHIS 2 छ, त्यहाँबाट जुन प्रब्लमहरू आएको हुन्छ त्यसको आधारमा खासमा प्लानिङ गर्नुपर्ने हो। त्यस्तै एसुरेन्समा के हुन्छ, इन्सुरिङ सर्भिसेस प्रोभिजन टु दोज हु आर इन निड भन्छ हैन। जसलाई बढी आवश्यकता हुन्छ त्यसलाई के गर्ने हैन, बढी चाहिँ सर्भिसेस दिने, जसलाई कम आवश्यकता हुन्छ त्यसलाई कम सर्भिसेसहरू दिने भनेर यो एसुरेन्स गर्नुपर्ने हुन्छ। यो तीनटा यसको चाहिँ के छ, कोर फङ्सनहरू रहेको छ। एपीए सम्झिनु होला, एसेसमेन्ट, पोलिसी डेभलपमेन्ट, एसुरेन्स। अब 10 इसेन्सियल पब्लिक हेल्थ सर्भिसेस भनेर छ हैन। पब्लिक हेल्थ सर्भिसेसहरू के छ हैन, यो फिगरमा पनि देखाइएको छ। यो चाहिँ कोर 3 फङ्सन भयो र अरू चाहिँ के भयो, यो चाहिँ इसेन्सियल पब्लिक हेल्थ सर्भिसेस भयो है। 10 वटा यो सर्भिसेसहरू भयो। जस्तै मोनिटर हेल्थ, डायग्नोज एन्ड इन्भेस्टिगेट, के भन्छ, इन्फर्म, एजुकेट एन्ड इम्पावर, मोबिलाइज कम्युनिटी पार्टनरसिप, डेभलप पोलिसिज, इन्फोर्स लज, लिङ्क टु प्रोभाइड केयर, एस्योर कम्पिटेन्ट वर्कफोर्स र इभ्यालुएट। यो 10 वटा के छ, इसेन्सियल पब्लिक हेल्थ सर्भिसेस है। यहाँ पनि सेम यही कुराहरू दिएको छ। मोनिटर हेल्थ स्टेटस, इन्भेस्टिगेट द प्रब्लम, इन्फर्म द पब्लिक, मोबिलाइज कम्युनिटी पार्टनरसिप, डेभलप हेल्थ पोलिसी, इन्फोर्सिङ हेल्थ ल, के छ, लिङ्किङ पिपुल टु निड हेल्थ सर्भिसेस, एस्युरिङ अ कम्पिटेन्ट पब्लिक हेल्थ वर्कफोर्स, इभ्यालुएटिङ हेल्थ सर्भिसेस एन्ड रिचिङ इनोभेटिभ, के छ, रिसर्चिङ इनोभेटिभ सल्युसन टु हेल्थ हैन। यसरी 10 वटा चाहिँ यो कोर पब्लिक हेल्थ सर्भिसेस के भन्छ, 10 इसेन्सियल पब्लिक हेल्थ सर्भिसेस भनेर यो दिएको छ हैन। यो सम्झिनु होला। 9 वटा साइडमा छ, एउटा बिचमा रिसर्च दिएको छ र यो तीनटा मेन के भयो, यसको चाहिँ कोर फङ्सन चाहिँ एसेसमेन्ट, पोलिसी डेभलपमेन्ट र एसुरेन्स। यो तीनटा चाहिँ कोर फङ्सन भयो। यो हामी प्लानिङ साइकलमा जुन पढ्छौँ नि, PIE हैन, प्लानिङ,
इम्प्लिमेन्टेसन र इभ्यालुएसन त्यस्तै हो, तिनवटा छ। यो साइकल जस्तै हो, सुरुमा एसेसमेन्ट गरिन्छ, त्यसपछि पोलिसी डेभलपमेन्ट गरिन्छ। यो पोलिसी डेभलपमेन्ट के हुन्छ, इम्प्लिमेन्ट हुन्छ, त्यसपछि त्यसको एसुरेन्स गरेर फेरि चाहिँ यो एसेसमेन्ट गरेर फेरि चाहिँ पोलिसी डेभलपमेन्ट, यो साइकल चलिरहेको छ। अब चाहिँ यहाँ कन्सेप्ट अफ न्यू पब्लिक हेल्थ है। अब यो पनि लगभग त्यही कुरा हो। जेनरली यसमा के छ होइन, केही कुराहरूमा फोकस गरेको छ, जस्तै इक्विटीमा फोकस गरेको छ, कम्युनिटी पार्टिसिपेसनमा फोकस गर्छ, होलास्टिक अन्डरस्ट्यान्डिङ है। यिनीहरूमा के हुन्छ, यो न्यू पब्लिक हेल्थले यो कुरामा चाहिँ फोकस गरेको छ। इक्विटीको आधारमा सर्भिसहरू प्रोभिजन गर्ने। इक्विटी भनेको के हो, यो पनि हामीलाई चाहिन्छ होइन। इक्विटी भन्छ र इक्वालिटी भन्छ है। के हो इक्विटी भनेको, के हो, के छ साथीहरू, के बुझ्नु भएको छ? लेख्नु त च्याटमा अथवा भन्नु त। इक्विटी भनेको के हो, इक्वालिटी भनेको के हो? प्रोभिजन अकर्डिङ टु निड अनुसार दिने होइन। हो त, ठिक छ, यही कुरा हो। इक्विटी भनेको के हो, निडको आधारमा डिस्ट्रिब्युसन गर्नु। इक्वालिटी भनेको इक्वल डिस्ट्रिब्युसन है। हो, ठिक छ, हो, यही कुरा हो। इक्विटी भनेको निडको आधारमा रिसोर्सेसहरूको वितरण गर्नु भने, इक्वालिटी भनेको सबैलाई इक्वल किसिमले रिसोर्सेसहरू डिस्ट्रिब्युट गर्नु है। र पहिला समान भनिन्थ्यो, इक्वल के हुन्छ बिहेभ गर्नुपर्छ भनेर भनिन्थ्यो, तर यो चाहिँ न्यू पब्लिक हेल्थ कन्सेप्ट अनुसार इक्विटीको आधारमा यो चाहिँ रिसोर्सेसहरूको वितरण गर्नुपर्छ भनेर भनिन्छ है। जस्तै मानौ सिम्पल हाम्रो नेपालकै एउटा इक्जाम्पल हो। स्वास्थ्य सेवा विभागले पहिला मलेरियाको औषधिहरू के गर्थ्यो, वितरण गर्थ्यो है। मलेरिया, कालाजारको वितरण गर्थ्यो। र त्यो पहिला के थियो, इक्वालिटीको आधारमा थियो। हाम्रो सिद्धान्त के थियो, पहिलाको इक्वालिटी थियो। त्यतिखेर के थियो, सबैलाई बराबर बाँडिदिन्थ्यो होइन। यो सबै जिल्लाहरू 75वटै जिल्लालाई बराबर चाहिँ बाँडिदिन्थ्यो। अब त्यतिखेर के हुन्थ्यो, हिमाली जिल्लाहरू हाम्रो 10वटा त के भन्छ होइन, मलेरिया फ्री नै छ त्यो जिल्लाहरू। अब त्यहाँ प्रकोप नभए पनि त्यहाँ के थियो, धेरै मात्रामा औषधिहरू जान्थ्यो र त्यहाँ त्यो यतिकै एक्सपायर हुन्थ्यो। र जहाँ एकदम बढी प्रकोप छ त्यहाँ के थियो, त्यतिकै औषधि आउँथ्यो। जहाँ एकदम कम प्रकोप भएको ठाउँमा औषधि जान्थ्यो है। अब त्यसलाई रिभाइज गरेर के आयो, यो चाहिँ इक्वालिटीको के भन्छ, इक्विटीको आधारमा दिनुपर्छ भनेर आयो। र यो आधारमा जहाँ बढी चाहिँ आवश्यकता छ त्यहाँ बढी दिने, जहाँ कम आवश्यकता छ त्यहाँ कम दिने होइन। यो त्यही भन्न खोजेको हो, इक्विटीको आधारमा चाहिँ गर्नुपर्छ, रिसोर्सको डिस्ट्रिब्युसन गर्नुपर्छ अथवा फोकस गर्नुपर्छ। त्यस्तै कम्युनिटी पार्टिसिपेसन है, यो एउटा पिएससीको नयाँ एलिमेन्ट पनि हो। यो के भन्छ होइन, यो के भन्छ, पिएससीको प्रिन्सिपलमा हामी पनि पढ्छौँ कम्युनिटी पार्टिसिपेसन। सामुदायिक सहभागिता हुनुपर्छ, जे कुरामा पनि के हुनुपर्छ, समुदायको सहभागिता हुनुपर्छ। र होलास्टिक भन्छ होइन, यो सबै कुरालाई मिलाएर लैजानुपर्ने हुन्छ है। पब्लिक हेल्थ भनेको यो होलास्टिक एप्रोच पनि हो, सम्झिनु होला होइन। सबै कुराहरू पोलिटिकलदेखि लिएर सबै कुरालाई मिलाउनु पर्ने हुन्छ। मिलाउन सक्नु भएन भने अहिलेको अवस्थामा फेडरलिजममा त्यो गाह्रै हुन्छ।
अब यहाँ केही प्रिन्सिपलहरू छ के प्रिन्सिपल छ होइन अघि छलफल गरेकै कुरा छ कम्युनिटी इङ्गेजमेन्ट भयो होइन एन्ड इम्पावरमेन्ट त्यो गर्नुपर्ने हुन्छ त्यस्तै इन्टरडिसिप्लिनरी कोलाबोरेसन गर्नुपर्ने हुन्छ यो कोअर्डिनेसन जस्तै भयो कोलाबोरेसनको कुरा भयो होलिस्टिक अनुसार चाहिँ हामीले जानुपर्ने हुन्छ ग्लोबल पर्सपेक्टिभको आधारमा यो कामहरू गर्नुपर्ने हुन्छ होइन यो सबै के छ ती प्रिन्सिपलहरू यो रहेको छ यो थोरै सम्झिनु होला खासै यो कुराहरू एक्जाममा एमसिक्यूहरूमा सोध्दैन त्यस्तै कम्पोनेन्ट र मेथडमा पनि त्यही कुराहरू छ त्यस्तै पपुलेसन हेल्थ मोनिटरिङ यो गरिराख्नुपर्ने हुन्छ होइन हेल्थ मोनिटरिङ गरिराख्नुपर्ने हुन्छ हेल्थ प्रमोसन रिलेटेड एक्टिभिटीहरू यो गरिराख्नुपर्ने छ त्यस्तै इन्फर्मेसन एन्ड टेक्नोलोजी मा जोड दिइराख्नुपर्ने त्यो मिल्छ त्यसलाई निमोनिक्स बनाउनु न आफ्नो हिसाबले जसरी मिलाए पनि हुन्छ निमोनिक्स त जसरी बनाए पनि हुन्छ होइन आफैले बुझ्ने गरी बनाउनु पर्छ निमोनिक्स अरूबाट लिए पनि हुन्छ हो त्यस्तै एड्रेसिङ के छ स्पेसल निड छ होइन यो कुराहरू छ सामान्य कुराहरू छ यो सर एकचोटि हेर्नु होला त्यस्तै यसको गोल छ पब्लिक हेल्थ नि पब्लिक हेल्थको टु एचिभ हेल्थ फर अल बाई 2000 भनेर यो डिक्लेरेसनै छ हाम्रो एउटा त्यस्तै टु डेभलप कम्प्रिहेन्सिभ स्ट्राटेजी फर पब्लिक हेल्थ रिफर्म एन्ड इम्प्रुभ पब्लिक हेल्थ लेजिस्लेसन भन्ने छ पब्लिक हेल्थ चाहिँ रिफर्म गर्ने र यसको चाहिँ विभिन्न कानुनहरू बनाउने जस्तै हाम्रोमा के छ जनस्वास्थ्य ऐन चाहिँ यो इङ्ल्यान्डमा बनेको धेरै वर्षपछि बल्ल नेपालमा यो पब्लिक हेल्थ रिलेटेड लेजिस्लेसन चाहिँ एउटा बनेको थियो अब त्यस्तै विभिन्न चाहिँ लेजिस्लेसनहरू बन्यो प्रदेशको बन्यो हाम्रो खोपको चाहिँ ऐन बन्यो त्यसपछि आमा सुरक्षाको चाहिँ ऐनहरू बन्यो होइन त्यस्तै के छ टु फोस्टर इनोभेटिभ एन्ड क्रिएटिभ सल्युसन टु द के भन्छ होइन फेसिङ लोकल एन्ड ग्लोबल हेल्थ च्यालेन्जेस अफ आवर टाइम भन्छ होइन यो चाहिँ यो करेन्ट च्यालेन्जेसलाई यो इनोभेट के गर्छ होइन यो इनोभेटिभ र क्रिएटिभ सल्युसनहरूबाट यो ट्याकल गर्नुपर्छ भनेर यो यसको चाहिँ 4-5 यो 3टा चाहिँ गोल राखिएको छ यो सामान्य कुराहरू छ यो खासै यो पब्लिक हेल्थको त्यस्तो कुराहरू यो खासै सोध्दैन यो जेनरली माथि जुन हामीले पढ्यौँ यो हिस्ट्रीहरू मेडिसिनको हिस्ट्रीहरू त्यो फादरहरू ओनरहरू त्यहीँबाट प्रायः क्वेसनहरू सोध्ने गर्दछ ल अब हामी इन्टरनेसनल क्लासिफिकेसन अफ डिजिजमा जान्छौँ है आइसिडी भनेर भनिन्छ यो जहाँ पनि काम लाग्छ यो के हो होइन कहाँ प्रयोग गरिन्छ कहिलेकाहीँ यहाँबाट एमसिक्यूहरू सोध्न सक्छ आइसिडी भनेर भनिन्छ इन्टरनेसनल क्लासिफिकेसन अफ डिजिज है आइसिडी कोड हाम्रो नेपालमा चाहिँ यो विभिन्न सर्भिस सेन्टरहरूमा आइसिडीको प्रयोग हुन्छ के हो आइसिडी युनिफर्म क्लासिफिकेसन फर मोर्बिडिटी एन्ड मोर्टालिटी डाटा इन बोर्ड भन्छ है यो विभिन्न मोर्बिडिटी र मोर्टालिटी रिलेटेड डाटालाई एकै किसिमले क्लासिफिकेसन गर्नको लागि संसारभरि एकै किसिमले क्लासिफिकेसन गरियोस् भनेर एउटा चाहिँ यो क्लासिफिकेसन गरिएको हो र त्यस्तै यो के छ इन्टरनेसनल स्ट्यान्डर्ड डायग्नोस्टिक क्लासिफिकेसन फर अल जेनरल इपिडेमोलोजिकल एन्ड मेनी हेल्थ म्यानेजमेन्ट पर्पजेस भन्छ होइन यो हेल्थ म्यानेजमेन्टको लागि इपिडेमोलोजी रिलेटेड मोर्टालिटी मोर्बिडिटीको डाटाहरूलाई यसले युनिफर्म संसारभरि एकै किसिमले यो क्लासिफिकेसन होस् भनेर चाहिँ एउटा डेभलप गरेको सिस्टम जस्तै हो र जेनरली 10-10 वर्षमा के हुन्छ यसको रिभिजन गर्नुपर्ने हुन्छ भनेर भनिएको छ र आइसिडी 10 र 11 यो 10 भनेको 10 भर्जन भयो 11 भनेको 11 भर्जन भयो होइन 1, 2, 3 देखि चल्दै चल्दै यस्तो आइरहेको छ 10 भनेको के भयो 10th भर्जन भयो आइसिडी 11 भनेको 11th
भर्सन हो, एडिसन जस्तै हो होइन। यो बुकहरूको एडिसन हुन्छ त्यस्तै यो यसको 11औं एडिसन हो। 10th एडिसन चाहिँ कहिले आएको थियो? 1993 मा आएको थियो भने यो चाहिँ 11th एडिसन, यो 11th एडिसन चाहिँ 2018 मा आएको छ र अहिले चाहिँ नेपालमा यो DHIS2 मा HMIS मा सबैमा 11th क्लासिफिकेसनको यो चाहिँ अपडेट गरिसकेको छ। यसमा 10 मा चाहिँ 3टा भोल्युम रहेको थियो भने 11 मा चाहिँ पनि 3टा भोल्युम नै यो रहेको छ, 3टा भोल्युममा क्लासिफाई गरेको छ। ICT 10 चाहिँ यो 22 वटा च्याप्टरमा एरेन्ज गरिएको थियो भने यो 11 चाहिँ के छ, 26 वटा च्याप्टरमा यो चाहिँ एरेन्ज गरिएको छ। यसको विभिन्न च्याप्टरहरू छ, जस्तै हामी नाइट ब्लाइन्डनेसमा एउटा पढेको छौँ नि, एक्स भनेर होइन, एक्स ए एक्स बी त्यस्तो त्यस्तो, त्यो सबै यो ICT कै क्लासिफिकेसन हो। यति कुराहरू छ थ्योरेटिकली लगभग हाम्रोमा यो युनिट 1 जुन छ कन्सेप्ट अफ हेल्थ एन्ड पब्लिक हेल्थ है। हेल्थ एन्ड पब्लिक हेल्थ भन्नेमा थ्योरेटिकली लगभग यति कुराहरू भयो भने यो पुग्छ। अझै केही छ भने तपाईँहरू पनि हेर्नु होला, यो नोटमा थपे पनि हुन्छ। र यसको MCQहरू है एकदम इम्पोर्टेन्ट छ। मैले हिजो पनि पठाएको थिएँ, हिजो हो कि अस्ति हो, अस्ति नै हो, MCQहरू पनि पठाएको थियो। त्यो MCQहरू गर्नुभयो कि के छ? MCQहरूमा थोरै यहाँ डिस्कसन हामी गर्छौँ, आफै पनि गर्न सकिन्छ। तर हेर्नु होला, हामीले अहिले जुन जुन कुराहरू पढ्यौँ त्यसैको आधारमा यो MCQहरू बनाइएको छ। जस्तै क्वेसन नम्बर 1, हु इज नोन एज फर्स्ट ट्रु एपिडेमियोलोजिस्ट इन हिस्ट्री अफ मेडिसिन? तो एकछिन टाइम दिन्छु म, 15-20 सेकेन्ड, यो अथवा यो क्वेसन अनुसार कतिको लङ अप्सनहरू छ त्यसको आधारमा, र त्यो मिल्छ भने कमेन्ट गर्नु होला, म एकछिनमा आफै भन्छु। फर्स्ट ट्रु एपिडेमियोलोजिस्ट हो आइरहेको छ, ए पनि आएको छ, बी पनि छ हैन। यसको राइट एन्सर बी है, हिपोक्रेट्स। ए हैन, फर्स्ट ट्रु एपिडेमियोलोजिस्ट हिपोक्रेट्सलाई भनिएको छ। फादर अफ चाहिँ एपिडेमियोलोजी जन्सन हो, फादर अफ पब्लिक हेल्थ कोलोरा हो, तर फर्स्ट ट्रु एपिडेमियोलोजिस्ट हिपोक्रेट्स हो है। सुरुमै हामीले छलफल गरेको थियौँ नि, फर्स्ट ट्रु एपिडेमियोलोजिस्ट भनेको यो हिपोक्रेट्सलाई भनिएको छ, र फादर अफ मेडिसिन पनि उहाँलाई नै भनिन्छ है। क्वेसन नम्बर 2, सेक्रेट अफ नेसन हेल्थ लाई इन द होम्स अफ पिपुल। स्टेटमेन्ट बाई कसले यो स्टेटमेन्ट दिएको हो? सेक्रेट अफ नेसनल हेल्थ लाइज इन, एन्सर लेख्दाखेरि सक्दो यो जस्तै यो नामै लेखेर लेख्नु होला, अथवा 2 को A 2 को B त्यसरी लेख्नु होला हैन। कतिपय साथीहरूको नेट कहिले काहीँ स्लो हुन्छ अनि एउटाको एन्सर भन्दाखेरि अर्कोको आइसकेको हुन्छ, त्यो हिसाबले नामै लेख्नु होला। सेक्रेट अफ नेसनल हेल्थ लाई इन द होम्स अफ पिपुल है, एकदम चर्चित यो बनाइ हो, एकदम के हो यो चर्चित बनाइ हो है। कसले दिएको हो कमेन्ट गरिसक्नु भएको छ।
2 को डी है ल ठिक छ फ्लोरेन्स नाइटिङ्गल हैन उहाँले दिनुभएको भनाइ हो सेक्रेट अफ नेसनल हेल्थ लाई इन होम अफ के छ हैन पिपुल है फ्लोरेन्स नाइटिङ्गलले दिएको डेफिनेसन हो के भन्छ यो स्टेटमेन्ट हो राइट एन्सर यो डी क्वेशन नम्बर 3 फादर अफ पब्लिक हेल्थ रिफर टु हामी सबैले थाहा छ कोलेरा है कोलेरा के हो एउटा डिजिज हो हामी यस्तो चाहिँ फ्याकल्टी पढ्दैछौँ जसको फादर के हो एउटा डिजिज हो है मान्छे हैन हो कोलेरा केबाट आउँछ यो भिब्रियो कोलेरा नामक ब्याक्टेरियाबाट के हुन्छ यो हुने गर्दछ भिब्रियो कोलेरा है र यसले के गराउँछ कोलेराले एकदम धेरै मात्रामा के हुन्छ टक्सिन प्रोडक्सन गराउँछ हाम्रो चाहिँ इन्टेस्टाइनमा र त्यो टक्सिनको कारणले के हुन्छ राइस यसमा के भन्छ चौलानी पानी भन्छ है चौलानी पानी भन्छ राइस वाटरी डायरिया भन्छ यो चामललाई धोइसकेपछि जुन पानी निस्केको हुन्छ नि त्यस्तै एकदम के हुन्छ यसमा डायरिया हुन्छ है र त्यो डायरिया एकदम फोर्सफुली हुन्छ एकदम के हुन्छ टाढासम्म 2 मिटर 3 मिटरसम्म के हुन्छ टाढासम्म पनि जान्छ एकदम अर्जेन्सी हुन्छ र एकदम यसले डिहाइड्रेसन गराउँछ र डिहाइड्रेसनको कारणले के हुन्छ मान्छे मर्छ है क्वेशन नम्बर 4 इपिडेमोलोजी अफ कोलेरा वाज फर्स्ट स्टडीड बाइ कोलेराको इपिडेमोलोजी सबभन्दा पहिला कसले स्टडी गरेको थियो ल ठिक छ जन स्नो है अघि नै हामी छलफल गरेको थियौँ जन स्नोले सबभन्दा पहिला यसको इपिडेमोलोजी स्टडी गर्नुभएको थियो थेम्स नदीको त्यो किनारमा इङ्ल्यान्ड रहेको छ त्यहाँ चाहिँ यो चाहिँ सिंगल पोइन्ट सोर्स इपिडेमिक एउटै ट्युबवेलको पानी खाने मान्छेहरूमा कोलेरा फैलिएको थियो अस्ति पनि यहाँ बिरगजमा सुरुमा बनिन्थ्यो नि एउटै टोलमा चाहिँ एउटै चाहिँ यो धाराको चाहिँ त्यो पानीहरू जुन सप्लाई गरिएको छ यो अहिले चाहिँ जुन डिप बोरिङहरूको त्यो जुन नलाबाट गरिएको छ र त्यही फुटेर चाहिँ त्यहाँबाट चाहिँ भएको भनेर पनि धेरै न्युजहरूमा आएको थियो पछि चाहिँ प्रतिनिधिहरूबाट चाहिँ यो तरकारीहरूबाट फैलिएर भनेर पनि न्युजहरू आएको थियो त्यो भनेको सिंगल के हुन्छ सिंगल सोर्स जस्तै हो र उहाँले पनि त्यसैको आधारमा एउटा चाहिँ यो सिंगल चाहिँ यो सोर्सको पानी खाने मान्छेहरूमा यो के हुन्छ म्यापिङ गर्दै गर्दै जाँदाखेरि त्यो हिस्ट्रीहरू लिँदै जाँदाखेरि त्यहाँको पानी खाने मान्छेहरूमा फैलिएको थियो र त्यहाँ त्यो बन्द गर्दाखेरि त्यो के भयो आफै बिस्तारै सेल्फ डिक्लाइन हुन्छ यसको नेचर आफै बिस्तारै डिक्लाइन हुँदै गएको थियो क्वेशन नम्बर 5 जर्म थ्योरी अफ डिजिज वाज गिभन बाइ जर्म थ्योरी अफ डिजिज कसले दिएको छ ल 5 को बी हो लुइस पास्चर है हामी अस्ति पनि पढेका थियौँ त्यो फर्मुला सम्झिनु होला एलपीजी पीएम एज फ्री कोस्ट भनेर यहाँ पनि छ यो फर्मुला है एलपीजी एज पीएम फ्री कोस्ट हैन प्रधानमन्त्रीले एलपीजी ग्यास फ्री गरेको छ भनेर सम्झिनु होला नयाँ प्रधानमन्त्री हाम्रो नेपालमा आउनु भएको छ हैन हो यो सम्झिनु होला एलपीजी को प्राइस पनि घट्ने कुराहरू भनेर कता कता न्युजहरूमा आइरहेको छ हो त्यही सम्झिनु होला फ्री भयो भने झन् राम्रो है हैन एलपीजी एज पीएम फ्री कोस्ट अब यसमा के छ एल भनेको लुइस पास्चर जी भनेको जर्म थ्योरी अफ डिजिज है यो अर्को भनेको ए भनेको एरिस्टोटल एस भनेको स्पोन्टेनियस जेनेरेसन पी भनेको प्याटेन कोफर एम भनेको मल्टिफ्याक्टोरियल कोजेसन ए भनेको फ्रिक्टोरियस सी भनेको कन्टाजियस थ्योरी अफ डिजिज है यसरी सम्झिनु होला क्वेशन नम्बर 6 डिजिज प्रिभेन्सन हेल्थ प्रमोसन एन्ड स्टडी अफ मैन एज अ सोशल बीइङ इन रिलेसन टु हिज टोटल इन्भाइरोमेन्ट इज द डेफिनेसन अफ के को डेफिनेसन हो यो
के को डेफिनेसन हो डिजिज प्रिभेन्सन हेल्थ प्रमोसन स्टडी अफ म्यान एज अ सोसियल बिइङ इन रिलेसन टु टोटल इन्भाइरोमेन्ट होइन यो पब्लिक हेल्थ जस्तै जस्तै छ होइन डी भन्नुभयो डी चाहिँ यो अलिकति मिलेन है डिजिज प्रिभेन्सन हेल्थ प्रमोसन हामी के पढ्दैछौँ पब्लिक हेल्थ पढ्दैछौँ है त्यसरी सोच्नु पर्यो नि पब्लिक हेल्थ पढ्दैछौँ पब्लिक हेल्थ भन्नु र सोसियल मेडिसिन भन्नु के हो एउटै कुरा हो पब्लिक हेल्थ सोसियल मेडिसिन प्रिभेन्टिभ मेडिसिन सबै के हो एउटै कुरा हो होइन यो सोसियल मेडिसिनको डेफिनेसन हो सोसियोलोजीमा त के हुन्छ यो स्टडी अफ इन्ट्रेक्सन बिट्विन डिफ्रेन्ट पिपुल अफ सोसाइटी होइन त्यस्तो चाहिँ डेफिनेसन हुन्छ है यो समाजमा भएका विभिन्न मान्छेहरू बिच उहाँहरूको आवश्यकताको आधारमा यो इन्ट्रेक्सनहरू हुनु के हो सोसियोलोजी हो त्यसरी हामी भन्छौँ सोसियलाइज मेडिसिन भनेको कस्तो हो प्रोभिजन अफ फ्री मेडिसिन बाई नेसन एन्ड रेगुलेटेड बाई के भनेको छौँ हामी एक्सपर्ट ग्रुप है एकदम सम्झिनु होला प्रोभिजन अफ फ्री मेडिसिन मात्र बन्यो भने त्यो के हुन्छ स्टेट मेडिसिन हुन्छ त्यसमा नेसनले आफै रेगुलेट गर्छ तर सोसियलाइज मेडिसिनमा के हुन्छ प्रोभिजन अफ फ्री मेडिसिन बाई स्टेट एन्ड रेगुलेटेड बाई प्रोफेसनल ग्रुप हुन्छ है र फर्स्ट कन्ट्री सबभन्दा पहिला चाहिँ रसियाले चाहिँ सोसियलाइज मेडिसिनको प्र्याक्टिस गरेको थियो क्वेसन नम्बर 7 द डेफिनेसन अफ पब्लिक हेल्थ द साइन्स एन्ड आर्ट अफ प्रिभेन्टिङ डिजिज प्रोमोटिङ लाइफ एन्ड के छ प्रोलङ्गिङ लाइफ एन्ड प्रोमोटिङ हेल्थ एन्ड इफिसियन्सी थ्रु अर्गनाइज कम्युनिटी इफोर्ट वाज गिभन बाई हामीले त भर्खर पढ्यौँ हाम्रो के हो यो पब्लिक हेल्थको डेफिनेसन हो CEA विन्स्लोले दिएको डेफिनेसन हो है ल क्वेसन नम्बर 8 द कम्युनिटी डेभलपमेन्ट प्रोग्राम इज मिन भनेको भन्न खोजेको होइन कम्युनिटी डेभलपमेन्ट प्रोग्राम भनेको के हो टु ब्रिङ अबाउट सोसियल एन्ड इकोनोमिक चेन्जेस इन भिलेज लाइफ थ्रु द इफोर्ट अफ भिलेजर देमसेल्भ्स टु अरेन्ज वेलफेयर प्रोग्राम फर वुमेन एन्ड चिल्ड्रेन to provide agriculture production through better manure and seed, to plan development program in group of village with so population of 60 and 80,000. कुन हुन्छ यसको कमेन्ट गर्नु होला आठ हो ए भनेर कमेन्ट गर्नुभएको छ ठिक छ यही नै हुन्छ है टु ब्रिङ अबाउट सोसियल इकोनोमिक चेन्ज इन भिलेज लाइफ थ्रु द इफोर्ट अफ द भिलेजर्स देमसेल्फ कम्युनिटी पार्टिसिपेसनको यहाँ कुराहरू हुन्छ धेरै ल सोसियलाइज्ड मेडिसिन इज 9 नम्बर अघि भर्खर हामीले भन्यौँ सोसियलाइज्ड मेडिसिन भनेको कुन हुन्छ को सी है फ्री मेडिकल केयर एट गभर्मेन्ट एक्सपेन्सेस रेगुलेटेड बाई प्रोफेसनल ग्रुप एकदम सम्झिनु होला फ्री मेडिकल केयर मात्र भन्यो भने यो के हुन्छ यो स्टेट मेडिसिन भनेर भनिन्छ है क्वेसन नम्बर 10 इफ अ कम्युनिटी इज अवेयर अफ इट्स हेल्थ एन्ड वेलफेयर एन्ड प्र्याक्टिस एक्टिभली फर द प्रमोसन अफ कम्युनिटी इट इज नोन एज community is aware of its health and welfare and participate actively for the promotion of community. के हुन्छ 10 को ए कम्युनिटी पार्टिसिपेसन कम्युनिटी अवेयर हुन्छ र पार्टिसिपेट गर्छ है यो भनेको के हो कम्युनिटी पार्टिसिपेसन हो अवेयर पनि छ र पार्टिसिपेट पनि छ क्वेसन नम्बर 11 हेल्थ फर अल बाई 2000 एडी मिन्स अ लेभल अफ हेल्थ विच इनेबल्स अ पर्सन टु
Health for all by 2000 means a level of health which enable a person to be devoid of disease in future, lead social and economically productive life, have healthy and happy life, and no death and suffering, lead economically productive life. B option है lead socially and economically productive life. यो हेल्थको डिफिनिसनमा पनि छ हेल्थ फर अल बाई 2000 मा पछि चाहिँ यो हेल्थको डिफिनिसनमा रिभाइज गर्दाखेरि यो थपिएको छ हेल्थ फर अल बाई 2000 कन्फरेन्स कहिले भएको थियो 1978 है 1978 मा अल्माटामा कन्फरेन्स भएको थियो र त्यतिखेर यो चाहिँ यो थपिएको छ ल क्वेशन नम्बर 12 अल्मा आटा ल यो पहिला पनि सोधेको हो लोकसेवामा सोधेको क्वेशन हो 12 को के हुन्छ साथीहरु आल्मा आटा के हो सिटी हो है सामान्य क्वेशन हो यो अल्मा आटा के हो एउटा सिटी हो पहिला चाहिँ युएसएसआर भनिन्थ्यो हैन युएसएसआर भनेको रसिया अहिले रसिया भनिन्छ त्यसले पहिला सोभियत संघ भनेर भनिन्थ्यो र सोभियत संघकै एउटा सिटी हो अल्माटी भनेर भनिन्छ त्यहाँ अल्मा आटा कन्फरेन्स भएको थियो अल्मा आटा सिटी पनि भनिन्छ र अहिले चाहिँ काजाकिस्तान भन्ने कन्ट्रीमा यो रहेको छ त्यस्तै अल्माटा कन्फरेन्स कहिले भएको थियो अल्माटा कन्फरेन्स वाज हेल्ड इन 1977 1978 1948 1981 1978 ठीक छ है 1978 मा अल्मा आटा कन्फरेन्स चाहिँ अल्मा आटा भन्ने ठाउँमा भएको थियो जसमा विभिन्न 193 193 जस्तै भन्छ कन्ट्रीहरु पार्टिसिपेट भएको थियो 14 Global strategy for health for all was formulated and adopted by World Health Assembly in Global strategy for health यो कहिलेको वर्ल्ड हेल्थ एसेम्ब्लीले यो चाहिँ एडप्ट गरेको थियो यो पनि पहिला सोधे जस्तो लाग्छ यो क्वेशन पुरानो क्वेशनहरु पनि राखिदिएको छु यो कहिले सोधेको कहाँ सोधेको जस्तो लाग्छ यो सायद मध्य प्रदेशको चाहिँ 7औं मा सोधेको थियो यो क्वेशन यो म यो सबैको ओल्ड क्वेशनहरु पनि राखिदिएको छु विभिन्न सोर्सबाट क्वेशनहरु राखिदिएको छु यसको चाहिँ बी है 1981 मा चाहिँ यो भएको चाहिँ सम्मेलनले ग्लोबल स्ट्र्याटेजी फर हेल्थ फर अल चाहिँ यो फर्मुलेटेड र एडप्ट गरेको थियो एकदम सम्झिनु होला आल्मा आटा चाहिँ 1978 मा हो यसमा चाहिँ झुकिएर 1978 पनि लगाइन्छ है तर यो 1978 हैन 1981 हो प्राइमरी हेल्थ केयर इज कन्सेप्ट भाइ प्राइमरी हेल्थ केयर कसको कन्सेप्ट हो प्राइमरी हेल्थ केयर चाहिँ अ कन्सेप्ट बाइ युनिसेफ के भन्छ अप्सन ए मा UNICEF and accepted by all country. Option B मा WHO and accepted by India. C मा India and accepted by all country. D मा World Health Body and accepted by Commonwealth. हो यसो अप्सन हेरेर एकछिन चाहिँ सोध्नु होला प्राइमरी हेल्थ केयर कसको कन्सेप्ट हो युनिसेफ को कन्सेप्ट हो है एन्ड एक्सेप्टेड बाइ अल कन्ट्री
दुइटैको युनिसेफ र डब्लुएचओ दुइटैको हो, तर यो अप्सन अनुसार के छ हैन, युनिसेफ एन्ड एक्सेप्टेड बाई अल कन्ट्री हुन्छ। यो दुइटैको युनिसेफ र डब्लुएचओ दुइटैको कन्सेप्ट चाहिँ, तर यो अप्सनमा चाहिँ बेस चाहिँ के हुन्छ, युनिसेफले पनि दिएको हो, डब्लुएचओले दिएको र सबै कन्ट्रीले यो चाहिँ एक्सेप्ट गरेको हो। त प्राइमरी हेल्थ केयरको विभिन्न चाहिँ इलिमेन्टहरू छ, हामीले पढ्नु पनि पर्छ कता कुनमा छ। विभिन्न इलिमेन्ट 8+3 वटा इलिमेन्टहरू छ, जसमा हेल्थ एजुकेसन इलिमेन्ट भनेर हैन, त्यहीबाट निमोनिक्सबाट यो पढ्न सकिन्छ। र यसको चाहिँ प्रिन्सिपलहरू छ, फङ्सनहरू छ हैन, र यसलाई चाहिँ पछि चाहिँ यो इसेन्सियल हेल्थ केयरले नेपालमा रिप्लेस गरिएको थियो। सेकेन्ड लङ टर्म प्लान अन्तर्गत जुन आएको थियो इसेन्सियल केयरहरू, इसेन्सियल हेल्थ केयरहरू, त्यसले रिप्लेस गरेको थियो। र यसको एउटा के पनि सोच छ, एसल्ट अफ पिएससी है, पिएससी को एसल्ट। हाम्रो पिएससी मा जुन 8+11 इलिमेन्टहरू छ, त्यसलाई चाहिँ यति चाहिँदैन, यसमा चाहिँ सिलेक्टिभ पिएससी मात्र भए हुन्छ भनेर जुन गोबी 3F कन्सेप्ट चाहिँ ल्याएको थियो, त्यसलाई एसल्ट अफ पिएससी भनेर भनिन्छ है। पिएससी को चाहिँ यो चाहिँ एसल्ट भनेर भनिन्छ। यो कसले ल्याएको थियो, कसले चाहिँ प्रपोज गरेको थियो एसल्ट अफ पिएससी, सम्झिनु भएको छ? रकर फेलर फाउन्डेसन भनेर भन्छ है, रकर फेलर फाउन्डेसन हो एउटा, यो चाहिँ एउटा एनजिओ टाइपकै हो। एनडिओले जस्तै अहिले विभिन्न चाहिँ अहिले नेपालमा आइहाल्छ नि, एनजिओले चाहिँ यो मन्त्री परिषद बनायो यो यताउति भनेर हो, त्यस्तै रकर फेलर फाउन्डेसन हैन, जसले इन्डियामा अथवा जसले चाहिँ यो हुकुम कन्ट्रोल गर्नको लागि त्यो विभिन्न ल्याट्रिनहरू पनि यो बनाएको थियो, डिस्कभर गरेको थियो, त्यही रकर फेलर फाउन्डेसन नै हो, एसल्ट अफ पिएससी भनेर आउँछ। क्वेसन नम्बर 16, स्यामुअल हानेमान इज रेफर टु फाउन्डिङ फादर अफ, कसलाई भनेको छ फाउन्डिङ फादर? स्यामुअल हानेमान हामी अघि पनि पढेको थियौँ, होमियोप्याथी है, होमियोप्याथीको पिता भनेर स्यामुअल हानेमानलाई भनिन्छ। त्यस्तै आयुर्वेदको छ धन्वन्त्री है, एलोप्याथीको हिप्पोक्रेट्स। ल लगभग टाइम पनि भयो, केही छ भने भन्नु होला साथीहरू। आज अब टाइम भयो लगभग, आज हामी यति गर्छौँ। केही कन्फ्युजिङहरू भयो नोटहरू पढ्नु होला, म फेरि पठाइदिन्छु, अलिकति यसमा केही कुराहरू थपेको छु पछि, अथवा अस्तिको नोटमा पनि छ, त्यो हेर्नु होला। यो क्वेसनहरू प्र्याक्टिस गर्नु होला, 2 चोटि 4 चोटि हेर्नु होला हैन। यो एक्जाममा सोध्न सक्ने जति क्वेसन के हुन्छ, एकदम प्रोबेबल क्वेसनहरू त्यो राखिदिएको छु, सिम्पल क्वेसनहरू अलिक कमै छ। केही कुराहरूमा कन्फ्युजिङ भयो भने मलाई मेसेज गरे पनि हुन्छ, अथवा त्यो ग्रुपमा हाले पनि हुन्छ, मेरो नम्बरमा हाले पनि हुन्छ, वाट्सएप नम्बरमा 98 40 35 33 34 है। यो वाट्सएप नम्बरमा पठाए पनि हुन्छ, त्यो ग्रुपमा पठाए पनि हुन्छ, अथवा अरू कुनै पनि पढ्दाखेरि केही कन्फ्युजिङहरू भयो भने जुनसुकै टपिकबाट है तयारी गर्दाखेरि, फर्स्ट पेपर सेकेन्ड पेपर जुनसुकै जहाँबाट पनि कन्फ्युजिङ भयो भने यसो सम्पर्क गर्नु होला, छलफल गरौँला। रेफरेन्स हेर्नु पर्यो भने रेफरेन्स हेरेर पनि त्यो के हुन्छ सल्युसन गरौँला। केही छ भने भन्नु होला, नत्र भने आजलाई यति गर्छौँ।